ल गाइस हामी चाहिँ क्रिस्टल हन्टिङको लागि जाँदैछौँ गएर क्रिस्टल खोज्ने गाइस खोलामा मजाले घाम लागिरहेछ हिजो जाडो भएर आयो फर्किहालेको भिडियो बनाउनु बिर्सियो भने गाइस आज चाहिँ बनाउने हो भरे राति आइपुग्ने हो केटा हो कुकुरले मोमो ल्याउनुहुन्छ खाएको पनि खाउने हो परस गाइस खोलाहरू चाहिँ पुग्नु बाँकी छ यहाँ चाहिँ हाम्रो दोस्तहरू छ यहाँ होइन पछाडि पनि छ भाइ पुरै हामी आज चाहिँ प्रिपेयर भएर गएको छौँ हिजो चाहिँ हामी नुब्रे भएर गएको थियौँ होइन त्यो राम्रो भेटिएन त्यही त नि राम्रो भेटिएन आज त घाम पनि छ चिन्तै छैन हिजो चाहिँ जाडोले साह्रो कोक्रेर त्यो झन् छेउमा कल्ल गरेर प्लास्टिक गाई चाहिँ पर्खिन रहेन उसलाई उहाँ बिगारिसक्यो गाई त्यो दखमा चाहिँ हाम्रो खानेकुरा छ 3वटा चाउचाउ कसको पछि पैसा पर्छ नत्र ट्राइगन पर्छ हेर्नुपर्छ गाइस ए गाइस यो चाहिँ मेरो ठोपडा हो यस्तो भइरहेको छ अहिले मजाले यस्तरी त्यो चाहिँ म दिसे त्यो बक्स नि के अरे फलाम दे त फलाम भन्यो त्यही नै हिँड्यो गाइस तपाईँ नजर हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ यस्तो राम्रो आम फालिदिउ हुँदैछ झन्डै मरे बिङ्गो तपाईँ लिएर आउने म यो भित्र बोक्नु सक्दिनँ जसरी तपाईँ भोग्ला म यत्रो बोकिरहेको गाइस झन्डै मेरो हात काट्यो है ओइ जोजो यसले चाहिँ हात काट्छ गाइस यहाँ बिस्तारै हाल्नु त बिस्तारै हाल्नु न यहाँ हाल्नु न बिस्तारै यहाँ यहाँ भाडेवाला रे भाडेवाला यस्तो के कोही तल सिक्दैन हैन दिन जल्दी लुक भन्दै हैन सुन्नु त गाडीवाला आयो चाहिँ कचरा नै कल नै लेख्यो ल गाइस पुगे आधी बाटो पुगेपछि म भिडियो गर्छु हैन बाइ बाइ गाइस हुन्छ अब पुगिसक्यौँ त्यही छ त्यो सानो खोलामा खोज्ने हो हामी धनी बन्ने हो होइन मालामाल हिजो आधी मालामाल भएर गएको आधी क्रिस्टल भेट्यौँ आज जेन स्ट्रङ खोज्ने हो हामी चाहिँ आइपुग्यौँ फाइनली हामी आइपुग्यौँ गाइस के खोजी हुन्छ हाम्रो हामीले पुरै खोजी गरेको है थुप्राको यहाँ सबै आज फेरि खोजी गर्ने हो ल खोजी गर्न थाल्छौँ हामी चाहिँ यो बग्रो त याकिन भाइ उही त्यहाँ राख्छौँ हामी सामान गर्नु स्टार्ट गर घुट्टामै पर्छ हेलो गाइस किन फ्याँकेको त्यो त्यहाँ मलाई एउटा जग निकाल्नु दिएन मलाई ल मेरो तिमी दिमाग चलेन त्यसो गर्नु मिल्दैन कि आउनु बित्तिकै भेट्यो यार एउटा हेर्दै ल गाइस खोजिसकेपछि फेरि गर्छु बाइ बाइ